टेढो भइज चियर्स दारी जुङ्गो अलि धेरै पालेछ स्टेजमा काम अल यु क्यान इटमा आएपछि जति खान सक्छ खाने त धेरै अलिक छ हेलो एन्ड नमस्ते सबैजनालाई आज हामी फेरि पनि युट्युबमा उपस्थित भइरहेको छौँ र हाम्रो आमाले चाउ दिन भ्याउनु भएको छ हामी चाहिँ आज चाहिँ हाम्रो वेदर एकदम राम्रो रहेको छ त्यसैले हामी चाहिँ आज पार्कमा यहीँ साइडको घर साइडभन्दा अलिकति छेउको ह्याम्स्टेड हिट भन्ने पार्कमा आउँदै हो यो चाहिँ ह्याम्स्टेड हो ह्याम्स्टेड हिट भन्ने पार्क चाहिँ अलिकति वकिङ डिस्टेन्समा छ यहाँबाट चाहिँ हामी हिँड्दै जाने उता ट्रेनबाट आइयो अब त्यो खिच्न भ्याएन है मेरो यहाँ चाहिँ लभली भन्छ रुकाले चाहिँ हामी जाँदै यो चाहिँ एकदम धनी एरिया टिक भाँडाकुँडा किनेर लाने हो क्या हामी चाहिँ अहिले ह्याम्स्टेडमा छौँ ह्याम्स्टेडमा सानो गल्लीमा यो मार्केट दोकानहरू छ त्यसमा चाहिँ हामी अहिले हिँड्दै टिटी लगाएर यहाँ चाहिँ अस्ति नै पनि हामी आउने बेला देखेको यहाँ चाहिँ एउटा प्लान्ट सप छ चुटुक्कको राम्रो तर एकदम महँगो र त त्यो फुल कति राम्रो राम्रो फुल छ सबसे राम्रो फुल होइन सबसे राम्रो फुल यस्तो छ ल अब फर्किम त सेन्सबरी यहाँ त त्यही हो सबै बुढेसकालमा बिहा गर्ने अनि बुढेसकालमा पाउने चलन त्यस्तै हो सिधै सिधै फरक हुन्छ नि एरिया अब तपाईँहरूको धनी एरिया हो भने अलिकति फरक हुन्छ गरिब एरिया हो भने अलिकति फरक हुन्छ फरक हुन्छ नि त ठाउँ अनुसारको घाम लगाएको हुनाले र टेम्परेचर पनि 18 डिग्री माई गड भएको हुनाले आज सबै समर भाइब्समा छन् इन्जोय गर्दै बस्दैछन् हाम्रो बा फोनमा बिजी आमा बालाई हेर्न बिजी अमेरिकन भिन्टेज कता कता भयो फेरि आफूहरू त्यतै झ्याम्दै त्यो भित्र पस्यो भनेर गएको उता नदेखेर फेरि यसो आफूले यता देखेर यता आनी यस्तो धेरै दोकानहरू छ चिन्ने नचिन्ने एकदम रमाइलो उहाँ गइसक्यो उता उताबाट ल्याउँछु एमआरलेको दोकान थियो है त्यो चाहिँ बाबालाई सोधेमा घोटाल भनेर प्रचार गरेछ यहाँ दामी रहेछ पन्च स्ट्रिटको यो बिल्डिङ हामी टुङलुङ टुङलुङ हिँड्दै बाटोमा आउटफिट चेक गर्दै पार्कमा आएका छौँ चप 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 आयो यहाँबाट ह्याम्स्टेड हिल पार्क स्टार्ट हुन्छ रमाइलो छ के मान्छे नै हराएको Walking her King Charles Spaniel. Rosa is a middle-aged woman of average height and well Spanish heritage, long curly hair, and dog young male Cavalier King Charles Spaniel. Last seen closes about 8 p.m. यो चाहिँ एन्ट्रान्स यताको एन्ट्रान्स यहाँ चाहिँ एकदम मल्टिपल एन्ट्रान्सहरू छ योमा चाहिँ यो चाहिँ लन्डनको वान अफ द बिगेस्ट पार्क भनौँ लन्डनभित्र चाहिँ डेन्जर ठुलो छ यो पार्क चाहिँ हाम्रो यहाँमा यङ राम्री भएर हिँड्दै तर जाडो फिल भएको छ अरे सल ल्याउनु भन
यही भन्नुभएको थियो मैले बिर्सिएँ फेरि म लास्टमा निलेर बा खोज्न लाउनु खोज्न लाग्नु खोज्न लाग्नु ल त्यहाँ बच्चाहरू गेम खेल्न आएर चाहिँ हेर्नु प्याक छ अलिक कमै हो मान्छे जान मिल्ने कि नमिल्ने भित्र कता पाउँछ बच्चाहरू गेम खेल्नु नआउने यहाँ चाहिँ अलिअलि चिसो कस्तो लागिरहेछ आमा साह्रै रमाइलो हरियाली होइन हरियो हरियालीमा कता हो बसौँ न त कस्तो लागिरहेछ ठिक छ बाबु ओ गाडी आयो बरु आउन पाएन आइसक्रिम त टेढो भइज चियर्स खाम 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 सफ्टी वेदर राम्रो छ सफ्टी खाने दिन धेरै पछि हामी चाहिँ कता गयो हेम्स्टेड हिथको डाँडामा आयौँ के रे बाबु यो ठाउँको नाम हेम्स्टेड हिथ यो चाहिँ भ्यू पोइन्ट त्यसको उतै ठुलो हो कि यो डेन्जर ठुलो हो यो नि कति भ्याउनु डेन्जर घाम लाग्छ आँखा पऱ्यो मेरो थर्ड भिजिट कि फोर्थ भिजिट आई डोन्ट रिमेम्बर नाउ ल यो चाहिँ द शादको बिल्डिङ यता यो एरियामा चाहिँ हामी अस्ति गएको त्यो गार्डन 120 वाला दामी छ यहाँ चाहिँ के छ भनेर सबै यो बोर्ड छ यो बोर्डमा चाहिँ देखिन्छ उता साइडमा रेसिडेन्सियल एरियाको भ्यू अझै हामी अस्तिको पालि त उता नि गएको थियो उता नि दामी छ आइप छ सिनहरू हेऱ्यो तपाईँ चस्मावाली ए कस्तो लागिरहेछ बेसी रमाइलो रहेछ बाघ त बाबु राम्रो रहेछ घर छेउमा झन् राम्रो हो नि घाममा आउनु घाममा टल्किम साह्रै राम्रो घाम धेरै पछि घाममा टल्किम तर घाममा त आजकल टल्किरहेको छ यो चाहिँ अलिकति बढी टेम्परेचर अलि माथि भएको होइन आनन्द धेरै जाडो नभएको बेला अब गर्मी लागिसकेको छ गर्मीको हल्का टेस्ट गर्न पाइयो अलिअलि अनुभव गर्न पाइयो कताभित्र कहाँ थियो अर्कोभित्र घुमेर जानुपर्छ क्या त्यो त ल यो हेम्स्टेड हिथको दुइटा पोन्ड जस्तो यहाँ छ त्यहाँ त स्विमिङ नै गर्न पाउँछ क्या त्यो एरिया छ नि त्यो गोलो एरिया त्यो एरियाभित्र चाहिँ हामी स्विमिङ नै गर्न पाउँछ क्या फ्रीमा यो तालो हो तालो यस्तोमा त चिसो हुन्छ नि स्विमिङ गर्दा जहाँसुकै चिसो हुन्छ नि यहाँ युकेको त पानी त तातो हुन्छ भनेर एक्सपेक्टै नगरे हुन्छ मर्निङ गरेर जाडो भयो जाडै मात्र कुमारी धिज्योलाई जाडै मात्र भएको छ राम्रो चिल कामै होला नि हेर्ने म त के पौलाको मोबाइल झिक्याउनु पर्सि ल फाइनली अब चाहिँ बस्न पाइयो सिट पाएको अवस्था उता सिट नपाएको सबै सर्लक्कै सिट घुमेर नपाएर यहाँ आएर पाएको अवस्था हिलो भएर मेन हिलो त्यो त उताको तालतिर गर्छ अहिले फोन हानौँला नि तिमीले हान मेरो कति राम्रो देखेको है त्यो रुख कपाल ए आमा ल दियो आमा ल दियो क्या त्यसरी हिँडेछ अरे है त्यो चाहिँ
कता गयो अहिले फाइनली बाबा भेटिनु भएको छ राम्रो देखेछ तर जाडो जाडो भेग जस्तो भएको छ खुट्टामा चिसो चिसो फिट चेक आज फिट चेक चाहिँ हल्का छ त्यहाँ हेरे त्यहाँ पौड्न पाइन्न डाइभिङ गर्न पाइन्न हालत खराब आमाले लुकम भनेर लुकेको हाम्रो बाले हाम्रो खोज्दै है देखाएन क्या अझै देखाएन होइन नगर्नु नि एकछिन के गर्दो रहेछ हाम्रो बाको भुँडी त डेन्जर लाग्छ हेर्नु त कति डर लाउने भन्छ भुँडी त हामी चाहिँ यहाँ ताल टल्केछ माथि आएर खाएर गएछ उखाएर गएछ नि त हो कि होइन भनेर हेरिरहेछ अझै चिने सिसी उडाएर हाँसेछ फेरि हाम्रो आमा कति चालो देखेको तेरो भालो त बिचारा छ ए खै एकचोटि यस्तो त निदो रहेछ त ल यता हेर्नु हजुर रेस्लिङको एउटा एकदम दाजुङ्गे खेलाडी छ बुढा खाली जतिखेर नि स्टेजमा आयो भने के गर्छ अरे बाबा फेरि नाम के हो याद छ हल्क होगन भन्ने हो क्या त्यसको स्टाइल चाहिँ मान्छेले यत्रो रातो पिरो यति ठुलो अनुहार दारी जुङ्गो अलि धेरै पालेछ स्टेजमा आयो भने त्यो रमाइलो खालको हुन त इन्टरटेनमेन्टको लागि तर त्यसको स्टाइलले आयो भने झट्ट स्टेजमा आउँदा यस्तो गरेर पोज दिएको फोटो खिच भनेर उताबाट जाऊँ क्या हो बा माथिबाट यता अहिलेसम्म यो जुत्ता बेलायतमा अहिलेसम्म रेकर्डै दिनेको मैले यो घाम नपरेको साइड भएर हिलो हिलो भएको कि नाइसु हिलो क्या दामी छ क्या दामी देखेछ पल्टेछन् मजाले झिलमा जाउँ जाउँ यहाँ चाहिँ हेम्स्टेड हिलको वासरुम ठ्याक्कै यो दुईवटा ताल तिनवटा तालको यता यो डाइरेक्सन दिएर छ के गनाइ छ घु कुकुरको घु गनाइ हो दामी 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 भेट दामी दामी तर हुन लाग्यो जाडो जाडो लामा यो हाम्रो गाउँको हलेलेको साग रे खाना मिल्ने साग खाएर मऱ्यो भने यताको साइडबाट भ्यू ट्यौँ भइगयो भने जाने अब यो चाहिँ सानो तालले त यो चाहिँ निक्लिने अस्ति नै सुरुमा आउने बेलामा यो बाटोबाट निक्ले चाहिँ डेन्जर आउँदो रहेछ अनि फोनमा ब्याट्री पनि थिएन डराइ निक्लिएको अहिले चाहिँ उज्याले हो
ग्याङहरू अगाडि अगाडि टुई 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 गर्दै म चाहिँ पछि पछि हिँड्दैछु यसरी गाह्रो छ चिसो छ चिसो मेरो ढाड कटाउने च्याच कोही च्यार्न दिएको फेरि आमा ल फेरि ल दियो दियो यता होइन अलि उता यताको त एउटै भयो नि ल फेरि आमा टुप्पीमा ए बुट्समा यस्तो पनि रहेछ है चेक गर्ने 27.6% बडी मास के देखाउँदो रहेछ ल आमाले हेरेछ बुट्समा यस्तो सर्भिस पनि रहेछ अलिक कम लिएर फेरि खानु पाउँथ्यो क्या मेरो चुली धेरै भनेको त ओ माई गड गाइजहरूको चुली ओ माई गड चुली कसरी अट्यो चुली खानाको चुली खाम अल यु क्यान इट मासु जति खान सक्छ खाने त्यो धेरै ओभर नहाल्ने सकेको खाने मासु धेरै खान सक्दैन के अरे अब स्यालेड धेरै खाने मजाले जेली स्यालेड मासु खाएर भयो अगाडि ओभर भयो अब खायो हामीले खानालाई कस्तो रह्यो बाबा एक्सपिरियन्स मिठो थियो ल अब चाहिँ हामी जाँदै यता आमा यता यता अब चाहिँ हामी सरी होइन अब एकछिनमा नानी भाइ बाँड्ने होइन अब चाहिँ हामी घर जाँदै खायो खाने